नमस्कार साथीहरू। आज हामी नेपालको सार्वजनिक सेवाको बारेमा चर्चा गर्न गइरहेका छौँ। सार्वजनिक सेवा भनेको के हो, यसको अवधारणाहरू के छन्, सार्वजनिक सेवामा उपभोक्ताका अधिकार के छन्, अनि पछि त्यहाँ ग्राहकका दायित्व के हुन्छन्, अनि त्यसैगरी चाहिँ अनि सार्वजनिक सेवाका समस्याहरू के छन्, यसका चुनौतीहरू र यसका अवसरहरू के छन्, यसमा चाहिँ वृहत रूपमा छलफल गर्नेछौँ। अब हामी सर्वप्रथम बुझौँ सार्वजनिक सेवा भनेको के हो। सार्वजनिक सेवा भनेको जनताको वृहत्तर हित र कल्याणका लागि राज्यले प्रदान गर्ने आकस्मिक र नियमित सेवाहरूको समष्टिगत रूपमा यो सार्वजनिक सेवा हो। सार्वजनिक सेवाको क्षेत्र वृहत हुन्छ। यसमा चाहिँ शिक्षा, स्वास्थ्य, पर्यटन, अनि पछि शान्ति सुरक्षा व्यवस्था, तालिम, अनि विपद व्यवस्थापन, अनि विभिन्न किसिमका कुराहरू यस अन्तर्गत पर्छ। अब सार्वजनिक सेवा भनेको निर्वैकल्पिक सेवा हो। यसलाई चाहिँ म लग्दैन, म प्रयोग गर्दैन भन्न मिल्दैन। हामीले प्रयोग गरिने सेवा नै सार्वजनिक सेवाभित्र पर्दछन्। अब बुझौँ सार्वजनिक सेवाका महत्त्व के छन्। यसको महत्त्व भनेको आधारभूत आवश्यकताको महत्त्व, किनकि घाँस बाँस कपास यो सबैलाई चाहिने कुरा हो। अनि शान्ति व्यवस्था सुरक्षा यो पनि प्रत्येक नागरिकलाई नहुने कुरा हो। अर्को चाहिँ विकासात्मक आवश्यकता। अब विकासात्मक आवश्यकतामा के छ भने मानवका आधारभूत आवश्यकता हुन्छन्। शिक्षा, स्वास्थ्य, रोजगार हो। शिक्षा, स्वास्थ्य, रोजगारहरू परिपूर्ति गर्न पनि यसो आवश्यक पर्छ। अनि तुलनात्मक लाभका क्षेत्र, मानव सरकारले प्राथमिकता राखेका तुलनात्मक लाभका क्षेत्र भनेपछि कृषि, पर्यटन, व्यापार यी क्षेत्रहरूको उत्थान गर्नका लागि पनि यसको आवश्यकता पर्दछ। त्यस्तै गरी अनि तालिम, प्रशिक्षण, प्रौढ शिक्षा यो पनि सार्वजनिक सेवा अन्तर्गत पर्छ। अर्को भनेको चाहिँ विपद व्यवस्थापन। मानव विभिन्न किसिमका भूकम्प, बाढी पहिरो, सुनामी, अब सुनामी त नेपालमा छैन, यस्ता सेवाहरू पनि यी चाहिँ हाम्रो सार्वजनिक सेवा अन्तर्गत पर्दछ। अनि सार्वजनिक सेवाका सन्दर्भमा नागरिकका हाम्रा अधिकार के हुन् त? हामीले हाम्रा अधिकारहरू के छन् भनेपछि हामीले चाहिँ सार्वजनिक सेवामा रहेका वस्तु तथा सेवाको सुनिश्चितता हुनुपर्छ। यसमा लेखिएका कुराहरू पुरा गरिएको हुनुपर्छ। अनि चाहिँ हामीले चाहिँ सार्वजनिक सेवामा वस्तु वा सेवाको जानकारी हामीले पर्याप्त मात्रामा जानकारीको हक हुनुपर्छ, सूचना पाउनुपर्छ, अनि सबैले बुझ्ने भाषामा लेखिएको हुनुपर्छ। अनि चाहिँ सार्वजनिक सेवामा विविधीकरण हुनु हुँदैन। सबैलाई समान रूपमा यो सार्वजनिक सेवा प्रदान गरिएको हुनुपर्छ। अनि अर्को भनेको सार्वजनिक सेवामा मान्छेको छनौटको अवसर हुनुपर्छ। आफूलाई आवश्यक लागेको चिज जुनसुकै पसलमा, जुनसुकै ठाउँमा, जुनसुकै वस्तु चाहिँ जुनसुकै व्यक्तिले खरिद गर्न सक्ने अवस्था सिर्जना हुनुपर्छ। यी भनेका नागरिकका सार्वजनिक सेवामा रहेका अधिकारहरू। अनि हामीले अधिकारको प्रयोग गरेपछि केही दायित्व पनि हुन्छन्। ती दायित्व के हो त? यसको दायित्व भनेको सार्वजनिक सेवाका सन्दर्भमा हामीले कुन सेवा उपभोग गरिरहेका छौँ वा वस्तु उपयोग गरेका छौँ त्यसका निमित्त सरकारले बनाएका कानुनको साधारण हामीले ज्ञान हुनुपर्छ। यो चाहिँ दायित्व हो। हामीले त्यसको बारेमा साधारण ज्ञान हुनुपर्छ। अनि चाहिँ सार्वजनिक सेवाले विभिन्न किसिमका सार्वजनिक सुनाइ हुन्छन्। यस्ता कार्यक्रममा जनसहभागिता हुनुपर्छ। हामीले त्यसमा सहभागिता जनाउनुपर्छ। यो पनि हाम्रो दायित्व हो। अनि पछि हामीले चाहिँ यसका सन्दर्भमा गुनासो हुन्छन्, क्षतिपूर्ति हुन्छन्। यिनीहरूमा चाहिँ गुनासो गर्ने पानीको विकास यसको बारेमा जानकारीहरू लिइराख्नुपर्छ। अनि चाहिँ सार्वजनिक यसको सेवामा हामीले जनचेतना फैलाउनुपर्छ। यो हाम्रो दायित्व हो। यसलाई चाहिँ अब सबै समाजमा सबै वर्गहरू यसका लागि योग्य नरहन पनि सक्छन्। वृद्ध, बालक, अपाङ्ग, असहाय यी वर्गहरूलाई चाहिँ हामीले चाहिँ चेतना फैलाउनुपर्छ। यो हाम्रो दायित्व हो। अनि पछि सार्वजनिक सेवा कसले प्रसारण गर्दछ? सार्वजनिक सेवा भनेको राज्यले प्रदान गर्दछ। राज्य भनेको सरकार मिलेर बन्छ, सार्वजनिक मिलेर बन्छ, जनसङ्ख्या मिलेर बन्छ, भूगोल बनेर मिल्छ। सार्वजनिक सेवा विशेष गरी केन्द्रीय स्तरका कार्यालय, अनि प्रदेश स्तरका कार्यालय र स्थानीय स्तरका कार्यालय। प्रदेश सङ्घ स्तरका कार्यालयहरूले चाहिँ नीति नियम बनाउने र त्यसको निगरानी गराउने कार्यमा चाहिँ प्रायःजसो सार्वजनिक सेवा गरेको पाइन्छ। प्रदेशले चाहिँ त्यसमा सङ्घ र प्रदेशसँग समन्वय गरेर विकासात्मक कार्यक्रमहरू सञ्चालन गरेको पाइन्छ। अनि त्यस्तै गरी चाहिँ स्थानीय तहलाई चाहिँ हाम्रो सर्भिस डेलिभरी हुनसक्छ। गाउँ गाउँमा सिंहदरबार छ। त्यस्तै गरी चाहिँ स्थानीय स्तरमा घर दैलोमा पुगेर सेवाहरू प्रदान गर्दछ। अनि चाहिँ सार्वजनिक सेवामा रहेका समस्याहरू के छन्? किन नेपालमा सार्वजनिक सेवा प्रभावकारी हुन सकेको छैन? एउटा कारण छ भनेपछि नेपालमा सार्वजनिक सेवा सम्बद्ध
कानुनहरूलाई एकीकरण गर्न सकिएको छैन। विभिन्न किसिमका कानुनहरू छन् अनि ती कानुनमा ओभरल्यापिङ भएको छ। अनि त्यसमा चाहिँ अनि बाँझिने कानुन अनि कानुन बाँझिने कानुन चाहिँ नबुझिने तरिका रहेका छन्। तिनीहरूलाई चाहिँ कानुनलाई एकीकृत गरेर चाहिँ त्यसले कानुनलाई योग्य ढङ्ग हुने गरी कानुनको निर्माण गर्नुपर्दछ। 2 अनि सार्वजनिक निकायलाई हामीले चाहिँ सेवाग्राही मैत्री बनाउन सकेका छैनौँ। सबैले सार्वजनिक सेवाको उपयोग गर्न सक्ने क्षमता रहेको छैन। मानौँ काठमाडौँमा रहेका विद्यार्थीहरूले राम्रो विद्यालयमा अध्ययन गर्न सक्छन् भने गाउँमा रहेका विद्यार्थीहरूले आर्थिक अभावका कारणले गुणस्तरीय शिक्षाको अभावमा हुन सक्छन्। त्यसैले चाहिँ यसको चाहिँ समान यसको चाहिँ वितरण हुन सकिरहेको छैन। अनि अर्को समस्या रहेको छ, यसको चाहिँ निगरानी भएको छैन। सार्वजनिक सेवा पर भएको छ कि छैन यसको बारेमा चाहिँ अब केही कार्यक्रमहरू भएका छन् तर ती कार्यक्रमहरू प्रभावकारी रूपले सञ्चालन नगर्ने रूपमा भएका छन्। अनि यसमा चाहिँ विभिन्न निकायहरू चाहिँ यसलाई चाहिँ प्राथमिकता रूपमा नदिनु अनि हाम्रो जनताको अनि पछि सन्तुष्टि के छ सार्वजनिक सेवामा रहेको यसको बारेमा चाहिँ राजनीतिक दलका पात्रहरू अनि जनप्रतिनिधिहरू कर्मचारी प्रशासनहरू यसको गम्भीर रूपमा नलिएको अवस्था छ। अनि चाहिँ यसलाई सार्वजनिक सेवालाई प्रभावकारी बनाउन कस्ता कुराहरू अवलम्बन गर्न सकिन्छ त? यसका लागि चाहिँ एक कार्यक्रम भनेपछि कानुनहरूलाई समयानुकूल परिमार्जन गर्ने, कानुनलाई सेवाग्राही मैत्री बनाउनु पर्यो, कानुनलाई चाहिँ लागू हुने गरी गर्नु पर्यो। सैद्धान्तिक मात्र नभएर व्यावहारिक मोडलहरू अध्ययन गर्नु पर्यो। अनि 2 मा के गर्नु पर्छ, यसलाई निगरानीको पक्ष कडा गराउनु पर्यो। निगरानीका लागि भएका उपभोक्ता संरक्षण ऐन होला, नापतोल विभाग होला, अनि प्रहरी प्रशासन होला, अनि पछि हाम्रो विभिन्न किसिमका न्यायिक निकायहरू होला। यिनीहरूलाई चाहिँ हामीले सशक्तिकरण गर्ने र यिनीहरूलाई चाहिँ यो सार्वजनिक सेवाका लागि छुट्टै एउटा विभागको पनि स्थापना गर्नुपर्ने देखिन्छ। अनि चाहिँ नागरिकमा जनचेतना फैलाउनु पर्छ। सबै नागरिकहरूले सार्वजनिक सेवा भनेको थाहै नै छैन। उनीहरूले अब मानव कुनै क्षतिपूर्ति भयो भने क्षतिपूर्ति मानव तिनीहरूलाई क्षति भएपछि क्षतिपूर्ति कसरी पाउने त? विपद भयो भने विपदका लागि हामीले कस्ता कार्यक्रमहरू गर्नुपर्छ, यसका प्रक्रियाहरू के छन्, यो झन्झटिलो भएकाले अब सबै वर्गहरूलाई यसको ज्ञान छैन। त्यसैले सबै समुदायले यसको बारेमा ज्ञान गराउनुपर्छ। अनि नेपालमा रहेको सार्वजनिक सेवालाई चाहिँ व्यवस्थित बनाउनको लागि कर्मचारी प्रशासन को अलिकति सबैमा भ्रष्टाचारलाई चाहिँ घटाउनुपर्छ। अनि चाहिँ नेपाल भौगोलिक विकटता रहेकाले नेपालमा चाहिँ सबै क्षेत्रमा सार्वजनिक सेवा कसरी प्रभाव गर्न सकिन्छ? विद्युतीय माध्यममा हुन सक्छ कि घुम्ती सेवा सञ्चालन गर्न सकिन्छ कि हेल्प डेस्कका माध्यमबाट सञ्चालन गर्न सकिन्छ कि यिनीहरूलाई चाहिँ हामीले चाहिँ एउटा अनुसन्धान गर्नुपर्ने देखिन्छ वा यसलाई चाहिँ विभिन्न भौगोलिक मैत्रीलाई बनाउनु पर्ने आवश्यक देखिन्छ। हस्, आजलाई यति नै।